साथीहरु म चाहिँ अब मजाले यो प्याज खोर्सानी काटिरहेको छु हो। यहाँनिर पनि छ मेरो बुढाले काटिराख्नु भएको। यसको चाहिँ म के गर्छु भने नि यसको चाहिँ मजाले पिरो चट्ट परेको प्याजी बनाउँछु म यसको चाहिँ हो। यस्तो खानु मन लागेछ पिरो टक्क परेको हो। दामी हुन्छ नि त हो। कोही कोही बेला यस्तो खानु मन लाग्छ सधैँभरि त खानु मन लाग्दैन। अन्त अहिले दोकान पठाएर बेसन ल्याउनु बिर्सेछु अस्ति। अन्त आज फेरि पर दोकान गइकन बेसन ल्याउनु लगाएँ बुढालाई हो। बेसन लिएर आऊ भनेर। अन्त खानासाना पकाउँदै यो चाहिँ मेरो बुढाले काटिदिनु भएको हो। अब यसको त म मजाले पिरो प्याजी बनाउँछु हो। अन्त यहाँनिर अलिकति अदुवा पनि मैले पिसेर कोरेसो गरेर राखिरहेको छु हो प्याजीमा हाल्नुको लागि। अन्त धनिया चाहिँ मैले यहाँ मुनिबाट हालेको छु हो। अब यसको चाहिँ म मजाले प्याजी बनाउँछु साथीहरू। किनभने कोही कोही बेला यसरी पिरो खानु मन लाग्छ टक्क परेको हो। अन्त सधैँभरि त खानु मन लाग्दैन कोही कोही बेला चाहिँ खानु मन लाग्छ होइन। खानु मन लागेपछि मजाले बनाएर खाइहाल्नु मन लाग्छ नि त मलाई चाहिँ। अन्त छैन भने पनि सामान ल्याउनु पठाएर भए पनि यसरी बनाउनु सुरु गर्नु आँटेको साथीहरू म चाहिँ। यहाँनिर चाहिँ सब्जी पाक्दैछ नि त। अन्त चुला खानु भएको छैन। अन्त अब चाहिँ म यसलाई मजाले मुसमास गरेर होइन एकछिन राख्छु होइन। नुन चाहिँ लास्टमा हाल्नुपर्छ किनभने पानी निस्किन्छ नि त। अन्त त्यो भएर चाहिँ मजाले बनाउनु पऱ्यो भनेर बेसन पनि यहाँ ल्याइरहेको छु हो। अमृत भोग बेसन हो। अदुवा खोर्सानी हो धनियाँ पत्ता अलिकति यसलाई यसमा अजिनामोटो पनि हालिदिनुपर्छ होइन हुचिङ पनि। यस्तो टेस्टी हुन्छ साथीहरू चाहिँ। प्याज रेडी गरेर हालिरहेको छु। यहाँ चाहिँ मजाले निकाल्नुपर्छ नि त। प्याज त अब ढ्याब्रो ढ्याब्रै भएको राम्रो हुँदैन नि त। अन्त यसलाई चाहिँ सिङ्गल सिङ्गल भएको चाहिँ राम्रो हुन्छ नि त। त्यो भएर चाहिँ यसलाई चाहिँ पुरा मिची मजाले प्याजहरू चाहिँ अलग अलग गरेको मनपर्छ नि त यसरी। अन्त यसरी जोडेको गरेर राम्रो पनि हुँदैन प्याजी राम्रो पनि देख्दैन हो। यसलाई चाहिँ यो सबै जोडेकोहरूलाई चाहिँ मजाले मिचेर चाहिँ फाल्नुपर्छ कि राम्रो हुन्छ प्याजी पनि हो। कसको फेभरेट हो प्याजी भन्नु होला। मलाई चाहिँ कोही कोही बेला खानु मन लाग्छ साथीहरू। अन्त यसरी बनाएर खाइहाल्नु मन लाग्छ। त्यो खानु मन लागेको बेलामा खानु पाएन भने चाहिँ बेकार लाग्छ हो। अन्त दोकान गएर हुन्छ कि खोजेर हुन्छ कि के गरेर हुन्छ बनाइहाल्नु मन लाग्छ मलाई चाहिँ। खानु मन लागेको बेलामा खाएन भने अरू बेला के गर्नु होइन। अब चाहिँ म यसलाई एकछिन यहाँ राख्छु हो। अन्तखेरि अहिले फेरि मजाले उयो भएर चाहिँ बनाउनु सुरु गर्छु। ल है साथीहरू म चाहिँ अब प्याजी बनाउनुको लागि रेडी गर्दैछु। अब प्याजी मैले तेल गरम गरेर पनि मैले बनाउन सुरु गरेँ।